हेलो गुड मर्निङ नमस्कार। अहिले म अस्ट्रेलियन बेस क्याम्पमा छु। माछापुच्छ्रे गाउँपालिका वार्ड नम्बर 7 धम्पुस भन्दा माथि पर्छ। हिजो हामी बेलुका धम्पुसमा आएर बसेका थियौँ अर्किड होटलमा र लालीगुराँसको वन हुँदै, तर यसपालि लालीगुराँस चाहिँ फुल्ने सिजन चाहिँ होइन अहिले। ल हाम्रो साथीहरू आफ्नो आफ्नो तरिकाले इन्जोय गरिरहनु भएको छ। फोटोग्राफहरू मेमोरीमा कैद गरिरहनु भएको छ। ल केही साथीहरू चाहिँ बेलुका नै यहीँ क्याम्पिङ गरेर बस्नुभएको रहेछ। र यहाँ विभिन्न ठाउँहरूबाट घुम्ने टोलीहरू आउनुभएको छ। आज हिमाल चाहिँ खुलेको रहेनछ। यहाँबाट काँडे लुम्ले देखिँदो रहेछ। काँडे लुम्ले, नागडाँडा, फेवाताल पनि देखिँदो रहेछ अलिकति। आज हिमाललाई चाहिँ बादलले ढाकेको छ, हिमाल चाहिँ देखिएन। यो अस्ट्रेलियन क्याम्प पहिलाको ठुला खर्क हो, सायद भेडा चराउने खर्क होला। फर्स्टमा चाहिँ अस्ट्रेलियन टुरिस्टले यहाँ क्याम्पिङ गरेको हुँदाखेरि यसको नाम अस्ट्रेलियन क्याम्प रहेको भन्ने बुझ्न आयो यहाँको स्थानीयबाट।